हेलो नमस्ते सबैजनालाई र मेरो युट्युब च्यानललाई लाइक फलो शेयर सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने आशा राख्दै फेसबुकलाई पनि फलो गरिदिनुहोस् है। मेरो अनि युट्युबमा नाम छ रन्जु कँडेरिया, स्पेलिङ चाहिँ RANJU रन्जु स्पेस KADARY कँडेरिया छ है। र आज चाहिँ हाम्रो खानामा यस्तो छ है, अनि एकदमै डेलिसियस छ हैन। हजुरहरूलाई पनि मन पर्छ होला। पानी छ अरे यहाँ माम, अनि यहाँ प्याजी छ अरे हैन, देखाउँदैछु नि। ल खाएँ ल, अहिलेको खाएँ ल भन्ने चल्दैछ नि, त्यही कपी गरेको है। एकदमै दामी भएको छ है यो चाहिँ गट्टा, साह्रो दामी भएको छ। अनि हेर्नुहोस् न, यो चाहिँ दिदीले दिनुभएको थियो, थ्याङ्क यू दिदी। बारीमा बलेको त यस्तो दामी हुन्छ नि। अनि हजुरहरूलाई पनि खानु मनपर्छ भने प्याजी आउनुहोस् है मेरोमा। म बनाउँछु, आउनुहोस् मिलेर खाउँ है। अनि मेरो भिडियोलाई लाइक फलोहरू गरिदिनुहोस्, एकदमै माया गरिदिनुहोस् है। लानु अचारमा चोपेर खानु मन परेको क्या। यहाँ आउनुहोस् न, म दिन्छु। ल आउनु, ल यहाँ राखौँ ल। खानुहोस्, खानु न, पिरो हुन्छ क्या। नघिनाउनु होला, किनभने हामी आमा छोरी चाहिँ यस्तै हो है। मलाई चाहिँ घिन लाग्दैन। म अलिकति भिडियो काट्छु, किनभने म खोर्सानी लिनु गएको थिएँ है। नानीले ल्याएन नि, त्यो भएर म खोर्सानी लिनु गएको थिएँ होइन। खोर्सानी पनि हरियो कस्तो राम्रो छ, यो पनि उताबाट ल्याएको। अनि बोडी चाहिँ थ्याङ्क यू सो मच है दिदीलाई। वाह, यस्तो मिठो भएको छ साँच्ची भनेको, जिस्केको होइन है। हजुर तिमी नि खाने? Mommy, it's so spicy. Yes, it is so spicy. Chili is so spicy. And this one is so spicy. And this one is my favorite. Good. आउनुहोस् सँगै बसेर खाउँ है। Mom. सबैले किन भिडियो नहालेको भन्नुहुन्थ्यो। आज फेरि मलाई हाल्नु मन पऱ्यो कि सबैले मलाई कति माया गर्नुभएको रहेछ भनेर हाल्नु मन पऱ्यो। त्यसले गर्दा आउनुहोस्। वाह, तिमी खाँदैनौ भने जाऊ, बाई बाई भन्नु जानु ल। ल बेबी, इफ यु डोन्ट वान्ट। हेर्नुहोस् न कस्तो मिठो भएको छ है। Blah, 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 blah. This is my brand. Mom, my brand is so big. सुस गर्नु न बेबी। ऊ चाहिँ मैले के खायो त्यति खानुपर्छ उसलाई। म भिडियोमा बस्यो भने ऊ आइहाल्छ नि क्या, कहाँबाट हुन्छ। अनि आइहाल्छन्, बसिहाल्छन् हो। अनि वाउ, साँच्ची साह्रै मिठो छ है।
Baby finish? Mhm. मलाई प्याजी चाहिँ अति नै मनपर्छ कि खाना मलाई लाएर प्याजी खानु खोज्दैछन् कि भयो मम्मी खाऊ Yeah. अल सबै Give it to me. सरी म अलिकति भिडियो काट्छु यो पनि नानीले गर्दाखेरि नानीको माम चाहिँ मैले नै खाएँ है कस्तो फोहोरी नभनिदिनु होला है किनकि उसले खाँदै खाएनन् कि उसले त्यो यस्तो मात्रै खाइन् कि यस्तो मात्रै प्याजी मात्रै उसलाई प्याजी मात्रै मन पर्यो अनि 5वटा लगाइदिएको थिएँ अगाडि 7वटा खाइसकिन्छन् कि कस्तो मिठो भयो साह्रो मिठो भएको छ त्यही भएर हो अनि कस्तो गर्दा त मेरो पछाडिको अचार पनि कस्तो दामी भएछ क्या मेरो छोरीलाई ल मेरो छोरी मम्मी राख्दै भन्दैथिन् मैले नानीहरूले खाँदैन भनेर कम्ती बनाएँ कम्ती बनाएको दिन सबैलाई झन् मिठो भएछ क्या खानेकुरा पनि कस्तो धेरै क्या यति धेरै सब्जीहरू नै थोरै थिएन आलु मिसाएर बनाउने साह्रो दामी हो होइन वाउ कस्तो मिठो भुँडी अघि क्या होइन सानाक सुन खाएँ ल कस्तो मिठो दिदीले त मजाले राख्नु पर्यो रहेछ गएको चाहिँ अलिकति तेल पठाउनु भएको थियो हामी चाहिँ यस्तरी खाइन्छ नि त गम 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 सासै नफेरि
थोरै साह्रो लास्टको घाँस थियो यही गर्न दिने कि सकिला ल त सबैजनालाई बाई बाई यो चाहिँ मैले नानीलाई राखिदिएको सबैजनालाई बाई बाई है ल नेक्स्ट भिडियोमा भेटौँ म लगाइहाल्नु पाइनँ भने पनि अलिकति ढिलो गर्छु होला अनि तर पनि भेटौँ है लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् फलो पनि गरिदिनुहोस् ल हेर्नु चाहिँ चिल्लो बनाएको छु नानीको पनि मामहरू सबै खाइदिएँ मैले उसको माम खाइदिएँ अनि उसलाई चाहिँ मैले 2टा उयो राखिदिएको है अनि अचार पनि सकेँ है ल त आजको लागि बाई बाई फेरि अर्को भिडियोमा भेटाउनु पर्छ